रहेछ भनेर लागु हामीलाई अघिसम्म चाहिँ आधी राति नै अब ढिलो हुन्छ जस्तो लागिरहेको थियो तर अहिले फिलहाल अङ्कललाई एकदम धेरै थ्याङ्क यू भेरी मच धेरै धेरै धन्यवाद हामी गाइजहरूसँग जान लागेको है नपाएर आउँदा अघि गइहाल्छौँ गाडी भनेर अघि पाउँथ्यो होला अहिले ढिलो भयो अनि साढे आउनु पर्ने रहेछ हामी त सिरवानी छिरेर यसो तपाईँ भेटौँडै हो त्यसमा चाहिँ के बोक्नु छ र यस्तो काम गर्ने मान्छेहरू चाहिएको छैन यस्तो हेल्पर हेडौडाको अङ्कलसँग ल हामीले चाहिँ लिफ्ट गर्दैन है त्यस्तो भयो भने यसो सम्पर्क गर्नु कम्पनीबाटै लोड गरेर आएको हुन्छ नाना हो र ठाउँ झारिदिने मात्र होला अङ्कलले हाम्रो ड्युटीलाई भन्नाले त्यहाँ झार्ने मान्छे हुन्छ होइन हाम्रो ड्युटी पनि उतैबाट आउँछ नि त नवलको मान्छेबाट त्यहाँ उसको जानु पर्छ होइन अनलाइन लिएर जानु अनि अङ्कलले यो ट्रकमा काम गर्न थाले कति वर्ष भयो अङ्कल 8-10 वर्ष धेरै भइसक्यो मैले सुनेको कि अङ्कल राति त जङ्गलको बाटो हिँड्दाखेरि किचकन्याहरू पनि भेटिन्छ अरे हो त्यो टिपरमा एउटा दाइले काम गरेको रहेछ टिपरमा काम गर्दा राति अब लोड लिएर जाँदाखेरि किचकन्या भेटेको भनेर एकदम बबाल लाग्छ खुसी लागेर हेडौडाको मान्छेसँग यहाँ भेट भएको छ होइन उदयपुरको मान्छेले हेडौडाको मान्छेसँग भेट looks like life damage एक्सपिरियन्स कस्तो छ अङ्कल मजा आउँछ होला नि त ट्रक कुदाउँदा भाइ अङ्कल काम गर्नु त अब है अलिकति हामी चाहिँ अहिले बस्दा चोक आइसक्यौँ ल त्यो चोकको नाम चाहिँ के रहेछ हौ खतरा मान्छे अब उभिरहेको थियो त ल हामी चाहिँ उता ल बस फ्यामिली मार्ट हामी चाहिँ आइसकेका छौँ लिफ्टमा आएर ल गाइजहरू झर्दैछ है
ल अङ्कल बाई बाई अङ्कल ल हामी चाहिँ लिफ्ट मागेर बसासँग आइसकेको छौँ ल अब हामी चाहिँ जान लागेको बर्खेटार आइसकेको छौँ अब बसा जान लागेको ल आजलाई यति नै